नेपालको संसदीय राजनीतिमा सरकार गठनको चौथो दिन पूरा नहुँदै बालेन्द्र शाह बालेन नेतृत्वको सरकारले जनताका जनजीविकाका समस्याहरूलाई पहिलो प्राथमिकतामा राखेको छ। व्यवस्था परिवर्तन भए पनि आफ्नो अवस्था परिवर्तन नभएको भन्दै अवस्था परिवर्तनको आशासहित 2/3 नजिकको बहुमतको सरकार बनाएका जनताका पीर मर्का बालेन सरकारले सुन्न सुरु गरेको छ। यसअघिका सरकारहरूमा नदेखिएको तदारुकता बालेन नेतृत्वको सरकारले देखाइरहेको छ। पहिलो दिन नै 100 दिनका लागि 100 कार्ययोजना पूरा गर्ने लक्ष्यसहित अघि बढेको सरकारले 4 दिनमा 5 जना भिआइपीहरूलाई कानूनी कठघरामा उभ्याएको छ। प्रधानमन्त्री छाडौं मन्त्रीहरूलाई समेत सरकार बनेको महिनौं दिनसम्म पनि सांसदहरूले आफ्ना समस्या सुनाउन नपाउने विगतको विडम्बनाका बीच यसपटक भने स्वयं प्रधानमन्त्रीले नै सरकार गठन भएको चौथो दिन नै सांसदहरूलाई बोलाएर क्षेत्रगत तत्काल गर्नुपर्ने कामहरूको विवरण मागेका छन्। निर्वाचन प्रचारका क्रममा समेत सरकारमा नपुगे पनि जनताको काम गर्ने भन्दै काम माग्न आएको बताएका प्रधानमन्त्री बालेनले आज कोशी र कर्णाली प्रदेशका सांसदहरूसँग आफ्ना क्षेत्रका समस्याहरू समाधान गर्नका लागि तत्काल गर्नुपर्ने काम मागेका हुन्। फागुन 6 गते धनगढीमा आयोजित परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्दै बालेनले राष्ट्रपा काम माग्न जनतामाझ उपस्थित भएकाले भोट नदिए पनि काम चाहिँ दिनका लागि आग्रह गरेका थिए। राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भोट माग्न आएको होइन, काम माग्न आएको हो, काम दिनुस्। तपाईहरूले भोट दिनु भएन भने पनि राष्ट्रपाले सुदूरपश्चिम बनाउँछ, बरु के काम छ लिस्ट बनाउनुस् र दिनुस्, उनले भनेका थिए। राष्ट्रपाका वरिष्ठ नेता समेत रहेका बालेनले विपन्नले शिक्षा र स्वास्थ्य उपचार पाउनुपर्ने, विकास निर्माणका कामहरू तोकिएको समयमा बन्नुपर्ने नै राष्ट्रपाको एजेन्डा रहेको बताएका थिए। खल्तीमा पैसा नभएका विपन्नले शिक्षा पाउनु पर्यो, यो हो हाम्रो एजेन्डा। विपन्न गरिबले स्वास्थ्य उपचार पाउनु पर्यो, यो हो हाम्रो एजेन्डा। 2 वर्षमा बन्नुपर्ने सडक 20 वर्षसम्म बन्दैन, त्यो 1.5 वर्षमा बन्नु पर्यो, त्यो हो हाम्रो एजेन्डा। रुखमा बाँधेर हुन्छ कि बाटोमा सुताएर हुन्छ कि खोरमा जाकेर हुन्छ, बाटो बन्नु पर्यो, उनले भनेका थिए। बाटो बनाउनलाई यो भेगमा मेरो भोटर छैन, यहाँको बाटो किन बनाउने, यो भेगमा मेरो भोटर छैन किन बाटो बनाउने भन्छन्। राष्ट्रपा सरकारमा गयो भने कांग्रेस हिँड्ने बाटो पनि बनाउँछ, एमाले हिँड्ने बाटो पनि बनाउँछ, माओवादी हिँड्ने बाटो पनि बनाउँछ, सबै नेपाली जनता हिँड्ने बाटो बनाउँछ, वरिष्ठ नेता बालेनले भनेका थिए। उनले नेपाललाई स्विजरल्यान्ड बनाउने नभई बडीमालीका रामारोशन खप्तड राष्ट्रिय निकुञ्जलाई संसारमा देखाउनु पर्नेमा जोड दिएका थिए। जनतामाझ गरेका यिनै अभिव्यक्ति पूरा गर्ने अभियानमा अहिले बालेन जुटेका छन्। प्रदेशगत रूपमा सांसदसँग भेट्न थालेका प्रधानमन्त्री बालेन्द्र शाहले 3 किसिमबाट समस्या राख्न अनुरोध गरेका छन्। कोशी प्रदेशका सांसदहरूसँग छलफल गर्ने क्रममा उनले सुरुमै भने, एकदम छोटोमा टु दी पोइन्ट कुरा राख्नुस्। उनले तत्काल गरिहाल्नुपर्ने बजेट आउनु अगाडिसम्ममा गर्दा हुने र बजेटमा व्यवस्था गरेर गर्नुपर्ने गरी 3 किसिमले आवश्यकताहरू प्रस्तुत गर्न भनेका थिए। तत्काल गरिहाल्नुपर्ने जरुरी कामका लागि आवश्यक पर्ने बजेट पनि मिलाउन सकिने, तर कामका लागि काम नभएर जनताले काम गरेको अनुभूति हुने खालका कामका विवरण उनले माग गरेका थिए। कतिपय जरुरी कामहरू आगामी आर्थिक वर्षको बजेटमा विनियोजन गरेर अगाडि बढाउन सकिने कारण प्रधानमन्त्री शाहले प्राथमिकताका आधारमा 3 किसिमका कामहरूको सूची मागेका छन्। सहभागी एक सांसदका अनुसार प्रायले आवश्यकताहरू प्रस्तुत गरे, कतिपयले बुझेर रिपोर्ट दिने बताएका छन्। प्रदेशमा रहेका तत्कालीन र दीर्घकालीन रूपमा समाधान गर्न सक्ने समस्याको बारेमा बुझ्न प्रधानमन्त्री शाहले सोमबार सिंहदरबारमा सबै दलका सांसदहरूसँग छलफल गरेका हुन्। छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले कोशी प्रदेशका सांसदहरूले प्रदेशको समग्र तथा निर्वाचन क्षेत्रगत समस्याबारे प्रधानमन्त्री समक्ष जानकारी गराइएको बताए। उनका अनुसार प्रधानमन्त्री शाहले तत्काल समाधान गर्न सकिने तथा प्राथमिकतामा राख्नुपर्ने समस्याबारे सांसदहरूसँग जिज्ञासा राखेका थिए। छलफलमा सांसदहरूले आफ्ना क्षेत्रका समस्या र समाधानका सम्भावित उपायबारे प्रधानमन्त्रीलाई जानकारी गराइएको सांसद नेउपानेले जानकारी दिए। प्रधानमन्त्रीले सीमित बजेटका कारण प्राथमिकताको आधारमा समस्या समाधान अघि बढ्ने बताएको उनको भनाइ छ। राष्ट्रपाकै सांसद इन्दिरा राणा मगरले प्रधानमन्त्रीले प्रदेशगत रूपमा निर्वाचन क्षेत्रका तत्कालीन समस्याको बारेमा ब्रिफिङ लिएको जानकारी गराइन्। उनले आफूले झापा 2 मा रहेको पुल निर्माण, सिँचाइ तथा तटबन्ध लगायतका विकास निर्माणको समस्याबारे प्रधानमन्त्रीलाई जानकारी गराएको जानकारी दिइन्। जवाफमा प्रधानमन्त्री शाहले स्रोतको सीमिततालाई मध्यनजर गर्दै समाधान उन्मुख हुने बताएका थिए। कोशी प्रदेशबाट निर्वाचित सांसदहरूसँग छलफलका क्रममा प्रधानमन्त्री शाहले विकास निर्माणका काम प्रक्रियागत रूपमा हुने बताएका हुन्। सांसदले फाइल बोकेर हिँड्न आवश्यक छैन, विकास निर्माणको प्रक्रिया त भइहाल्छ, शाहले भने। उनले यस वर्षलाई सुशासनका वर्षका रूपमा अघि बढाउने बताए। यो वर्ष सुशासन वर्ष मनाउन सम्भव छ कि छैन, सुशासनको जगमा अरू विकास निर्माण अघि बढ्छ, उनले भने। करिब 3 घण्टा छलफल भएको प्रधानमन्त्रीको
सचिवालयले जनाएको छ। कोशीका सांसदहरूको छलफलमा हर्क साम्पाङ नेतृत्वको श्रम शक्तिका सांसदहरू भने सहभागी भएका थिएनन्। हर्कले आफूहरूले संसद बैठकमा जनताका आवाज राख्ने भन्दै कोठे बैठकमा नजाने बताएका छन्। संवादमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले सहितका दलका सांसदहरू सहभागी थिए। छलफलमा एमाले सांसदहरू सुहाङ नेमुवाङ र राजेन्द्र कुमार राई पनि सहभागी थिए। उक्त कार्यक्रमका लागि प्रधानमन्त्रीको सचिवालयले श्रम संस्कृति पार्टीका सांसदहरूलाई पनि बोलाएको थियो, तर अध्यक्ष साम्पाङले प्रधानमन्त्रीले बोलाएको कार्यक्रम बहिष्कारको निर्णयसहित तत्कालै प्रतिनिधि सभाको पहिलो बैठक बोलाउनु पर्ने अडान राखे। प्रधानमन्त्रीले संसदको पहिलो बैठक बोलाउनुपर्छ, संसद नबोलाएर गरिने कोठे बैठकमा हामी जाँदैनौं, सदनको बैठक बोलाए त्यही कुरा राख्छौं उनले भने। हप्ताको एकपटक कम्तीमा पनि संसद बैठक राख्नुपर्छ। जनताको प्रश्नदेखि सरकार भाग्न पाउँदैन, सबै प्रश्नका उत्तर दिनै पर्छ सरकारले। हर्कको यो निर्णयको उनकै समर्थकहरूले पनि सामाजिक सञ्जालमा विरोध गरिरहेका छन्।